जब काठमाडौँ शहर आफ्नै थकान र सपना बोकेर निदाइरहेको थियो, शहरको एउटा कुनामा भने निन्द्रा र शान्तिलाई सदाको लागि लिलाम गर्ने एउटा भयानक तानाबाना बुनिरहेको थियो। स्थान घरिधाराको एक सामान्य देखिने थकाली भान्साघर, तर त्यो भान्साघरको टेबल नम्बर 31 आज सामान्य थिएन। त्यो टेबलमा 4 जना व्यक्ति थिए, तर उनीहरूको मौनतामा लुकेको थियो आउँदो बिहानीको कोलाहल। त्यहाँ देशको राजधानीलाई नै खरानी बनाउने एउटा डरलाग्दो षड्यन्त्रको अन्तिम अध्याय लेखिँदै थियो। धुवाको मुस्लोभित्र हराएका थिए बालेन। उनको अनुहारमा चिन्ता होइन, असन्तुष्टिको कालो बादल मडारिएको थियो। केही घण्टा अघि भएको नरसंहार उनीहरूले सोचे जस्तो भएको थिएन। जम्मा 19 जना। उनीहरूको नजरमा 19 वटा लास आन्दोलनलाई उत्कर्षमा पुर्याउन पर्याप्त थिएनन्। उद्देश्य सफल हुन अझै रगत बग्न बाँकी थियो। बालेलले लामो सर्कोमा चुरोट तानेर एस्ट्रेमा राखे। उनको बेचैनी कोठाको चिसो हावामा प्रष्टै घोलिएको थियो। अब के गर्ने, यो प्रश्नले सबैलाई घेरेको थियो। त्यही बेला टेबलको अर्को कुनामा बसेका भारतीय सेनाका एक उच्च अधिकारीको चिसो आवाज कोठामा गुन्जियो। उसको आँखामा न दया थियो न पश्चाताप, केवल थियो एउटा मिशन पूरा गर्ने क्रूर दृढ़ता। उसले आफ्नो रूखो हिन्दी लवजमा आदेश दियो, इतने से काम नहीं चलेगा। सेंटीमेंट जगाने के लिए कल आग लगानी होगी हर तरफ। काठमांडू की सड़कों पर आग जलनी चाहिए, हर चौक हर गली में। लोग डरने चाहिए और सरकार को झुकना ही होगा। यो प्रस्ताव थिएन, यो आदेश थियो। एउटा यस्तो आदेश जसले सिंगो शहरलाई एउटा जलिरहेको चितामा परिणत गर्न सक्थ्यो। सबैको नजर बालेन माथि थियो। उनले चुरोटको अन्तिम ठुड्डो निभाए र चिसो स्वरमा भने, ठीक छ। एक शब्दको त्यो सहमति त्यो कोठामा बसेकाहरूका लागि सामान्य थियो होला, तर त्यो काठमाडौँको भाग्यमाथिको मृत्युदण्डको